हाम्रो भाइहरूले चाहिँ यो सार्वजनिक स्थलमा चाहिँ नि सरसफाइ कार्यक्रम भइरहेको छ। भाइहरूलाई धेरै धेरै धन्यवाद। यस्तै गरी अन्त पनि सबै ठाउँमा सरसफाइ गर्दै हिँड्ने के नि वातावरण मिलाऊँ। भाइहरूले मेरा भाइहरूलाई धेरै धेरै हार्दिक मङ्गलमय शुभकामना पनि दिन व्यक्त गर्दछु। हाम्रो चाहिँ यो बाफलको मातादेवी आयल स्टोर अगाडि एकदमै यहाँ फुलहरू फालेर एकदमै वातावरणदेखि लिएर बाटोघाटो सबै कुराहरू चाहिँ दूषित बनाइएको रहेछ। यो चाहिँ हामीले एउटा सानो अभियान चलाएका छौँ होइन। यहाँ यो सरसफाइ गरेर हामी मात्र होइन, तपाईँहरू पनि सबैले आफ्नो ठाउँ अगाडि सरसफाइ गर्नुभयो भने बाटोघाटो हाम्रो नेपाल त हो, नेपाल जहाँ भए पनि एकदमै सफा हुन्छ। हामी मात्र होइन, तपाईँहरूले पनि आफ्नो पसल अगाडि आफू बस्ने ठाउँ अगाडि चाहिँ सरसफाइ गरेर एकदम हाम्रो यो अभियानलाई तपाईँहरूले पनि हो भाइ यहाँ यो हामीले चलाएको यो अभियान चाहिँ कस्तो लागिरहेको यो भने हाँस्छ मात्रै होइन। सरसफाइ गर्नुपर्छ होइन, गर्नुपर्छ पर्दैन पर्छ सरसफाइ गरेर राम्रो काम गर्नु पर्यो। यो सरसफाइ राम्रोसँग गरेर आफू बस्ने ठाउँ अगाडि सबैले सरसफाइ गर्नुपर्छ। हामीले मात्र होइन, तपाईँहरूले पनि गर्नुहोस्। हाम्रो नेपाल हामीले मात्र बनाउने होइन, हामीबाटै सुरु गरेर चाहिँ हामीले बनाउनुपर्छ। हामीहरू चाहिँ अहिलेका जेनजी युवा जेनजी पुस्ता हौँ होइन। एकदम सफा गरेर क्लिन गरेर यहाँ चाहिँ स्वच्छ हावा लिन सक्छौँ हामीले आनन्दको। हाम्रो काठमाडौँलाई राम्रो र एकदमै विश्वकै राम्रो सहरको रूपमा चाहिँ हामीले उ गर्न सक्छौँ, स्थापित गर्न सक्छौँ होइन। हो बन्द गर्दा